मैले हिजो हालेको यो ठाउँको भिडियो चाहिँ दोलखा जिल्लाको लप्ची भन्ने ठाउँको भिडियो हो। अनि यो ठाउँ चाहिँ एकदम धेरैजनाले मन पराइदिनु भयो। अनि यो ठाउँको बारेमा जान्ने इगरनेस देख्दाखेरि चाहिँ मलाई एकदम खुसी लाग्यो क्या। कति धेरैजनालाई जान्न मन रहेछ यो ठाउँको बारेमा। अनि कति धेरैजनाले यहाँको आइटिनेररी भनिदिनुहोस् न भनेर भन्नुभएको थियो। अनि मैले त्यही भएर यो भिडियो बनाएको छु। अनि यो भिडियोमा चाहिँ अन्तिमसम्म हेर्नु, म सबै कुरा चाहिँ डिटेलली भन्छु। अब सबै कुरा डिटेलली भन्नु पर्दाखेरि अलि लामो हुनसक्छ भिडियो, हेर्न चाहिँ अन्तिमसम्म हेर्नु होला। अनि काठमाडौँबाट आउनेले सोध्नुभएको थियो धेरैजनाले, अनि त्यही भएर म चाहिँ काठमाडौँबाट भनेर भन्दैछु यो कसरी आउने भनेर। अब यता दोलखाको मान्छेलाई त थाहा भइहाल्छ यो ठाउँ कहाँ हो, कसरी जाने हो भनेर मैले ठाउँको नाम भन्दै तपाईँले थाहा पाउनुहुन्छ है। अनि त्यही भएर अब यहाँ बाइक जान्छ कि जाँदैन भनेर सोध्दै हुनुहुन्थ्यो। यहाँ जुन ठाउँसम्म रोड छ त्यो ठाउँसम्म चाहिँ बाइक जान्छ। अनि त्यसपछि यहाँ काठमाडौँदेखि आउनको लागि चाहिँ जडीबुटी भन्ने ठाउँबाट चाहिँ लामा बगर भन्ने ठाउँसम्मको बस पाइन्छ। अनि त्यो बसमा आउनुपर्छ। अनि काठमाडौँबाट आउने मान्छे चाहिँ एक दिन लामा बगर नै बस्दाखेरि ठिक हुन्छ होला जस्तो लाग्छ मलाई। लामा बगरबाट चाहिँ माथि त्यो लप्चीमा चाहिँ रोड पुगेको ठाउँसम्म पुग्नलाई लगभग गाडीहरूमा 3 घन्टा जस्तो लाग्छ। त्यहाँ बस चाहिँ जाँदैन, यस्तै सानो गाडीहरू बोलेरो अनि बाइकहरू चाहिँ जान्छ। अनि बोलेरो रिजर्भ गर्नुपर्छ होला जस्तो लाग्यो मलाई लामा बगरदेखि, नत्र त्यहाँ ओहोरदोहोर गर्ने त खासै हुँदैन होला, आफैले लानुपर्छ होला जस्तो लाग्यो। अनि त्यहाँ लामा बगरबाट चाहिँ लगभग 3 घन्टामा चाहिँ माथि पुगिन्छ त्यो रोड पुगेको ठाउँसम्म। अनि त्यो रोड पुगेको ठाउँदेखि चाहिँ हिँडेर जानुपर्ने हुन्छ उता लप्चीको गुम्बासम्म। अनि मैले त्यहाँनिर त्यो लप्चीको गुम्बासम्म पुग्नलाई लगभग 2-3 घन्टा लाग्छ भन्दाखेरि चाहिँ अब कतिजनाले चाहिँ यत्तिकै हावा भनिदिने, भ्रम फैलाउने भनेर पनि कमेन्ट गर्नुभएको रहेछ। अब उहाँहरू कुन टाइममा जानुभयो मलाई थाहा भएन। त्यहाँको रोड अलिकति माथिसम्म पुगेको चाहिँ रिसेन्टली हो भनेर भन्नुहुन्थ्यो। अनि अहिले रोडहरू खन्दैछ, अझ अगाडि पुग्दैछ होला त्यो रोडहरू। अनि अहिले रोड पुगेको ठाउँदेखि चाहिँ त्यो लप्चीको गुम्बासम्म पुग्नलाई लगभग 3 घन्टा लाग्छ होला जस्तो लाग्यो मलाई। हामी चाहिँ 2 घन्टा 15 मिनटमा पुगेको थियौँ, त्यहाँनिर चाहिँ 3 घन्टा जतिमा पुग्न सकिन्छ होला। ल त्यस्तो धेरै ढिला हिँड्नु हुने रहेछ भने पनि लगभग 3.5-4 घन्टामा त पुगिन्छ त्यहाँबाट। अनि त्यहाँ चाहिँ होटलहरू छैन रहेछ, बस्नको लागि चाहिँ 2टा गुम्बा रहेछ। अनि यो 2टा गुम्बामा चाहिँ हामी बस्नुपर्ने रहेछ। 2टा गुम्बामा चाहिँ जुनमा बसे पनि हुन्छ। एउटा गुम्बा चाहिँ अलिक तल रहेछ, त्यहाँबाट माथिल्लो गुम्बा पुग्नलाई चाहिँ लगभग 45 मिनट जस्तो लाग्ने रहेछ। अनि अब त्यसमा खर्च के कति लाग्छ भनेर भन्नुहुन्थ्यो। अनि खर्च पनि त्यस्तो धेरै लाग्दैन रहेछ। यो तल्लो गुम्बामा त झन् अब बसेर के अरे हामीले खान सुत्न सबै पाइने। अनि पैसा चाहिँ हामीलाई दिनु पर्दैन, गुम्बामा चढाउन मन छ भने चाहिँ चढाउनु भन्नुहुँदो रहेछ उहाँहरूले। अनि हामीले चाहिँ हाम्रो इच्छाले पैसा चढाउन मिल्ने रहेछ। अनि माथिल्लो गुम्बामा चाहिँ प्याकेज हुँदो रहेछ, नेपालीहरूलाई चाहिँ अलिकति प्याकेज पनि सस्तो खालको हुँदो रहेछ। 1000-1500को प्याकेज हुँदो रहेछ। टुरिस्टहरूलाई, विदेशीहरूलाई चाहिँ अलिक बढीको प्याकेज हुँदो रहेछ। यसरी चाहिँ यहाँ बस्न सकिन्छ, एकदम एफोर्डेबल छ क्या। यहाँनिर जानलाई पनि सजिलो, पनि पैसाहरू पनि एकदम एफोर्डेबल, बस्नलाई पनि सजिलै छ पैसाको हिसाबले है। जान एकदम मतलब ट्रेक गयो भनेमा सबभन्दा सजिलो ट्रेक, सबभन्दा कम खर्च लागेको चाहिँ यही होला। यहाँ चाहिँ बाहिर काठमाडौँबाट आउनलाई पनि धेरै नै खर्च लाग्दैन अन्त जानु जस्तो। अनि यो त्यो गुम्बाबाट चाहिँ माथि लगभग 20 मिनट माथि चाहिँ लप्ची गाउँ रहेछ। त्यो लप्ची गाउँमा चाहिँ खासै मान्छेहरू भेटिँदैन रहेछ। त्यहाँ त लगभग हामी जाँदाखेरि 2-3टा घरमा मात्रै मान्छे देख्यो, अरू चाहिँ चौरीगोठमा बस्नुहुन्छ अरे। घरहरू पनि त्यस्तो धेरै त छैन, अलिअलि रहेछ घरहरू, त्यसमा नि मान्छेहरू चाहिँ हुनु न थियो। अनि त्यो मैले हालेको भिडियोमा भएको ठाउँमा पुग्नलाई चाहिँ त्यो हामी बस्ने भनेको गुम्बादेखि लगभग 3 घन्टा जस्तो लाग्छ होला। लगभग 3 घन्टामा चाहिँ त्यहाँनिर पुग्न सकिने रहेछ। अनि त्यहाँभन्दा माथि पनि अझ मन्जुश्री भन्ने ठाउँ चाहिँ एकदम राम्रो छ अरे। हामी चाहिँ त्यो मन्जुश्री गएनौँ, हामी चाहिँ त्यहीँ पुगेर फर्केर यता नेपाल चाइनाको बोर्डर रहेछ, त्यहाँनिर चाहिँ गएको थियौँ हामी चाहिँ त्यसरी। अनि त्यहाँ नेपाल चाइनाको बोर्डर पुग्नलाई पनि यता लप्ची गाउँकै छेउतिर आएर फेरि माथि फर्केर जानुपर्ने रहेछ त्यो फुलहरू भएको ठाउँदेखि। अनि त्यहाँदेखि त्यो बोर्डर पुग्नलाई पनि लगभग 2 घन्टा जस्तो टाइम लाग्ने रहेछ। अनि त्यसरी चाहिँ घुम्न सकिन्छ। अझै माथितिर पनि धेरै ठाउँहरू छ अरे। हामी चाहिँ अब यहीँबाट गयौँ, एक दिन गयौँ, त्यो दिन त्यहाँ बसिहाल्यौँ। भोलिपल्टको दिनमा चाहिँ हामी यही 2 ठाउँ मात्र घुमेर फर्क्यौँ।
2 दिन जतिको बस्न पायो भने चाहिँ त्यहाँ प्रायः सबै घुमिसकिने रहेछ। ठाउँहरू अझ योभन्दा पनि एकदम राम्रो राम्रो हुन्छ अनि यो ठाउँमा चाहिँ जानलाई एकदम इजी छ। अनि पानी परेको बेलामा चाहिँ नजान नै सजेस्ट गर्छु म। यो लामबगरबाट अलिकति माथि जाँदाखेरि चाहिँ एकदम साँघुरो भिरको बाटो जानुपर्ने रहेछ। अनि पानी पर्दाखेरि चाहिँ त्यो भिरबाट माथिबाट ढुङ्गा पनि खस्छ जस्तो लाग्यो मलाई, मुनि पनि त्यस्तै डर लाग्दो छ। त्यही भएर पानी पर्दाखेरि चाहिँ नजानु होला। पानी नपर्दाखेरिलाई चाहिँ यो ठाउँ एकदम धेरै राम्रो छ। पानी पर्दाखेरि चाहिँ अलिकति रिस्की बाटोमा किन जानु भन्ने हो। अब जान चाहिँ मिल्छ नै होला। यो टाइममा त झन् एकदम राम्रो भएको रहेछ यो ठाउँ चाहिँ, फुलहरू फुलेर त्यस्तो भएर। अनि हिउँ पनि परिराख्दो रहेछ। हल्का पानी पर्दा नै हामी निस्किने दिन चाहिँ मजाले हिउँ परिराखेको थियो। अनि यति नै हो यसको लागि। अझ कसैले बुझ्नु भएको छैन भने चाहिँ फेरि पनि सोध्नु होला। अब कति धेरैजनाले चाहिँ अब मैले भनेको थिएँ म चाहिँ भिडियो बनाएर हाल्छु अनि हेर्नु होला भनेर भन्दा पनि कति बेला भिडियो हाल्ने भनेर मलाई त हिजोदेखिको यो भिडियो अपलोड गरेदेखिको मलाई मेसेजहरू आएको थियो क्या। मान्छेहरू त्यति धेरै एक्साइटेड हुनुहुन्छ क्या यो ठाउँको बारेमा बुझ्न जानको लागि। म पनि एकदम एक्साइटेड भएर नै गएको हो। अनि बल्ल मेरो टाइम मिलेर मैले चाहिँ भिडियो बनाएर हालेको छु। अनि हेरिदिनु भएकोमा धन्यवाद।